सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। आज फेरि पनि म तपाईहरुको माझमा सुन्दर वचन लिएर आएको छु। भजन संग्रह 117 को 1 मा हामीले यस प्रकारले हेर्न सक्छौं। हे सबै जाति जातिका मानिसो, परम प्रभुको स्तुति गर। हे सबै जन हो, उहाँको जय जयकार गर भनेर यस भजन संग्रहको पुस्तकमा लेखिएको छ। हामीले हेर्छौं भने परमेश्वरले आज मानिस जातिलाई आफ्नो महिमाको निम्ति, आराधनाको निम्ति, प्रशंसाको निम्ति चाहिँ उहाँले मानिस हरेक जातिलाई चाहिँ उहाँले वेलकम गर्दै हुनुहुन्छ। आज हामीहरूले परमेश्वरलाई नचिने तापनि परमेश्वरले तपाईलाई चिन्नुहुन्छ, मलाई चिन्नुहुन्छ। त्यही भएको कारणले चाहिँ परमेश्वरले आज हामीहरूलाई वेलकम गर्दै हुनुहुन्छ। आजको वचनबाट हामीहरूले चाहिँ उहाँको आराधना, उहाँको महिमा गर्नुपर्छ भनेर मानिस जातिलाई बनाउनु भयो र आज फेरि पनि उहाँले मानिसलाई बोलाउँदै हुनुहुन्छ। हे सबै जाति जातिका मानिस हो भनेर उहाँले बोलाउँदै हुनुहुन्छ। परमप्रभुको स्तुति गर भनेर साँच्चै नै हेर्छौँ भने आज हामीहरूलाई परमेश्वरले बोलाउँदै हुनुहुन्छ, हामीहरूलाई बोलाउँदै हुनुहुन्छ र हामीहरूले परमेश्वरको बोलावटलाई सुन्नुपर्छ र उहाँको आराधना, महिमा, प्रशंसा हामीले साँचो हृदयले गर्नुपर्छ। म आशा गर्दछु तपाईहरूले आजको यो मिठो वचनबाट मिठो तरिकाले बुझ्नु भएको छ भनेर र आजको वचन यतिकैमा राख्दै सबैलाई फेरि पनि भन्न चाहन्छु। जय मसीह।